हेलो एभ्रिवान, आज चाहिँ म केराउ आलु र टोफुको तरकारी बनाउन गइरहेको छु। यो चाहिँ एकदम बेस्ट भेगन र भेजिटेबलहरूको लागि। सुरुमा टोफुलाई चाहिँ चारपाटी गरेर काट्यो अनि त्यसपछि चाहिँ तेलमा मजाले चारै भाग टोस्ट हुने गरेर टोस्ट गर्ने र त्यसपछि चाहिँ अर्को भाँडामा अलिकति तेल राख्यो, जिरा फुरायो अनि आलु एड गर्यो। आलुलाई पनि हल्का फ्राई गर्ने र हल्का ब्राउन भइसकेपछि केराउ एड गर्ने र केराउ राखिसकेपछि पिसेको जुन गोलभेडा हुन्छ, गोलभेडाको मात्रा चाहिँ अलिकति धेरै युज गर्ने। त्यसपछि त्यसमा नुन, जिरा, धनिया, गरम मसला हैन, रातो खुर्सानी राख्ने र मजाले त्यसलाई भुट्ने। त्यसपछि चाहिँ यसलाई छोपेर सानो आगोमा धेरै समयसम्म पकाउने। जब आलु र केराउ पाकिसक्छ त्यसपछि चाहिँ यसमा टोफु एड गर्ने र टोफुलाई पनि केही समय पकाउने, धेरै नचलाउने र त्यसपछि चाहिँ जब सबै कुरा पाकिसक्छ त्यसपछि धनिया एड गर्ने। यसमा पानी एड गरेर अलिकति झोल बनाएर पनि खान सक्नुहुन्छ। मैले चाहिँ सुक्खा नै बनाएँ ल। थ्याङ्क यू फर वाचिङ।